यसपालिको चुनावमा कसलाई भोट हाल्ने सोच बनाउनु भएको छ? म चाहिँ नारायण काजी श्रेष्ठलाई सपोर्ट गर्छु। नारायण काजी श्रेष्ठज्यूलाई नारायण काजी श्रेष्ठलाई नारायण काजी श्रेष्ठलाई नारायण काजी श्रेष्ठ नारायण काजी श्रेष्ठलाई भोट नारायण काजी किन उहाँलाई तपाईँले भोट हाल्ने सोच बनाउनु भयो? मध्य प्रदेशमा सबभन्दा ठुलो समस्या थियो मिटर ब्याज। मिटर ब्याजले गर्दा कतिको घरबार गयो, कतिको तपाईँको ज्यानै गयो। त्यो समस्या थोरै मात्रामा भए पनि नारायण काजीजीको सरकारमा समस्या सोल्भ भयो। किसानको घर घरमा गएर के छ समस्या भन्दाखेरि खादमल छैन, खादमलको समस्या छ। उखुको पैसा छैन, उखुको मूल्य उचित मूल्य आएन। यहाँनिर अब मिटर ब्याज चल्छ, गाउँघरमा हो कहिले सरसापट चाहिन्छ। त्यस्तो समस्याहरू समाधान गरेको देखिएको छ। एउटा अर्को कुरा उहाँले भ्रष्टाचारी विरुद्ध धेरै फाइल खोल्नुभयो। बहुत अच्छी आदमी है, मन मुकरा देखली बहुत ठीक है। एने ओने आदमी जाए वाला नहीं, यही से विचारधारा हर किछु नारायण काजी के ठीक है। उहाँ चाहिँ विकास प्रेमी हुनुहुन्छ, चाहिँ भ्रष्टाचारी विरुद्ध काम गर्ने मान्छे हुनुहुन्छ। उहाँ चाहिँ राष्ट्रिय नेता हुनुहुन्छ। नारायण काजी श्रेष्ठले त एकपल्ट चाहिँ त गृह मन्त्री बन्नु भएको छ। उसले चाहिँ काम पनि राम्रो गरिराखेको थियो। देश जनताको नाम हो, देश जनताको नाम हो, जनता सङ्घर्षको नाम हो, सङ्घर्ष बलिदानको नाम हो, बलिदान मुक्तिको नाम हो, मुक्ति देशको नाम हो। तिमी जुनसुकै नाम चुन, देश जनता सङ्घर्ष वा मुक्ति सबै प्रेमको नाम हो। म सर्लाहीको जनताको अनुरोधलाई स्वीकार गरेर आएको। मलाई 70 सालदेखि साथीहरूले भनिरहनु भएको थियो, यहाँका जनसमुदायले तपाईँ यहाँ आएर चुनाव लडिदिनुहोस् भनेर। त्यो बेलामा लडिएन। अहिले यो चुनौतीपूर्ण घडिएमा त्यहाँको जनतालाई एकताबद्ध गरेर सिङ्गो देशको विकासको निम्ति नेतृत्व गर्न सर्लाही पनि विकास गरौँ, मधेसको नि विकास गरौँ र सिङ्गै देशको विकासको नेतृत्व गरौँ भनेर यहाँ आइपुगेको छु जनताको अनुरोधलाई स्वीकार। यो सर्लाही मेरोलाई नौलो पनि होइन, पार्टी बनाउनु पनि म यहाँ छु। मिटेरबाजी पीडितको बारेमा सङ्घर्ष गर्नको लागि घर घरमा पुगेर आफू सरकारमा जानुभन्दा अगाडि त्यो आन्दोलनको नेतृत्व गरेको छु। विकास निर्माणको काममा पहिलादेखि नै मैले पुलको कुरा आदि सिंचाइको कुराहरूमा चाहिँ माथिबाट गर्न सक्ने कामहरू केही गर्न प्रयत्न पनि गरेको छु। अब सर्लाही जनताको विश्वास लिएर, सर्लाही जनताको प्रतिनिधि भएर सर्लाहीको विकास गर्ने, सिङ्गो मधेसमा विकास गुणात्मक ढङ्गले अगाडि बढाउने र सिङ्गो देशको नेतृत्व गर्ने अवसर पाउनेछु भन्ने कुरा मलाई पुरै विश्वास छ।